हेलो गाइज, आज फेरि म मेरो मायालुहरूलाई लिएर बतास डाँडामा जाँदैछु। अफरोड बाटो हो कि यो फेरि कस्तो राम्रो फलेको कि फुलेको फुल नि केही बोल्न बिर्सिन्छ खुसी खुसी ल अलि अगाडि गएपछि भेटौँ। यो बाटो अलि राम्रो होइन कि ल गाइज हामी चाहिँ अब आइसक्यौँ बाटोमा। अहिले हामी रनगाई जाँदैछौँ। अहिले चाहिँ हामी यो सलिजाको घर दुबिया कटेर माथि आइसक्यौँ। यसको यो हजुरबाहरू बसेको घर त्यही हो। यसको सलिजा मरासिनी यो देखिनुहोस् त अलिक अब बाटो चाहिँ बाटो यहाँ गरी मन्दिर राम्रो बाटो पनि राम्रो छ। जङ्गल एरिया भाइम नाइसै छ। यो काठहरू हजुरलाई घरहरू तालको तालटोल आयो गाइज। अब यस्तै छ बाटो राम्रो नै छ यताको। जङ्गलको ठाउँको नामै भुत जङ्गल। गुड जङ्गल। अनि यस्तै छ स्कुटीमा केही भन्दैन। यस्तै छ बाटो राम्रो छ, नाइस छ बाटो, नट ब्याड। मलाई थाहा कि मैले सुनेको थिएँ त सुनेको कि मैले यस्तै छ सर र 3 महिना के गर्नु गाह्रो सिलाएको छ। चाबी लगाइदिन्छ किरो लाग्छ गाइस। किरो बाघला चाहिँ किरो भन्छ क्या पाहाड बाघला होइन किरो बाघला किरो बाघलाकै किरो भन्छ कि पाहाडतिर। यहाँ त किरो लाग्छ। बाटो चाहिँ दामी रहेछ जङ्गलको बिचमा सर र फ्रेस माइन्ड फ्रेस। यही हो गाइज, हेर्दै जानुहोस् अब के कस्तो हुनेछ। आउँदो भ्लगमा हेर्न सक्नुहुन्छ। हिजोको हाम्रो भ्लग चाहिँ टु सर्ट भएछ कि 3 मिनटको भएछ। अनि त्यस कारणले हामीले त्यसलाई चाहिँ सर्टमा राखिदिएको छौँ। गएर हेर्न सक्नुहुन्छ। देखाम लाग्छ। फिल्ड चाहिँ राम्रो रहेछ यताको। जङ्गल त मलाई नाइस लाग्यो यताको। फुलपाती बगाउन आएको अरे म त मान्छे। त्यस्तै छ गाइज एरियामा। पहिला चाहिँ मान्छे थियो, अब कालदेखि सबै बिस्तारै बिस्तारै अब सबै जाँदैछ। त्यस्तै हो। अरू यही हेर्दै जानु होला। अब वहीँ हामी सिधै तालमा गएर भेट्दैछौँ अहिलेलाई। गाइज हामी भाइ बहिनीहरूको लप्पार काहीँ यस्तो रहेछ कि लप्पारहरू पहाड पनि देखेको रहेछ। हेर्नु ताल हो ताल। त्यही मन्दिरमा लप्पार्नु जाने हुन्छ कि भाइ गाइज। खुसी आउने तर पानी रहेनछ कि अहिले नि। ल त्यति नजिक गएपछि भेटौँ भाइ। हामी चाहिँ के अरे ठाउँको नाम के अरे रनगाईको यो राम लक्ष्मण ताल भन्ने पुग्यौँ। हामी हेरी ताल मात्र घुम्ने बानी। हिजो ब्रिजा ताल गाई छ। अब आज राम लक्ष्मण ताल। अब भोलि चाहिँ जगदीशपुर ताल लिनु ला। ताल मात्र हामी चाहिँ स्टेसनमा आइसक्यौँ।
यस्तो केही छैन यस्तै हो मन्दिर छ त्यहाँ ल पार्क छ ताल छ ठिकै छ नट ब्याड नट गुड घाम छ त्यही हो केही छैन अरू त त्यस्तै हो अहिले चाहिँ यसो भ्लग हेर्दै गर्नु हामी चाहिँ यसो माथि रसम्म जान लाग्यौँ घुम्नको लागि मन्दिर श्री राम लक्ष्मण मन्दिर मन्दिरको नाम चाहिँ मन्दिरमा पस्यौँ दिदी बहिनीहरू दाजुभाइहरू मन्दिरमा यस्तो मन्दिरमा ढोग्नुहुन्थ्यो बन्द रहेछ मन्दिर यस्तै छ कस्तो लाग्छ तिमीहरूलाई एकदम नराम्रो दामी एकदम रमाइलो लागिरहेको भन्दाखेरि बहुत गर्मी छ भगवानको मन्दिर घन्टा यस्तै छ त्यहाँ राम लक्ष्मण ताल दिल पनि रहेछ कसको दिल भन्दा चाहिँ मेरो दिल है गाइस त्यत्रो ठुलो सबैजना अटाउनु छ मेरो दिलमा त्यत्रो ठुलो दिल छ त्यही भएर पागल हुन्छ नि आउनलाई यस्तै दूर ठुलो भएर ल गाइस अब अहिले बहुत यहाँ त बहुत दुःख गर्नु पर्दो रहेछ त्यत्रो हिँड्नु पर्दो रहेछ हिँड्दा तिमीलाई मैले हिँडा लेखेँ र नहीं हिँड्नु नपर्ने हिँड्ने आउने मान्छे त उहाँदेखि यस्तो घुमेर नि आऊ पिकनिक खानी नै उ त खायो त कटेर जस्तो त्यहाँ उनी खानी हो त्यो पानीको पनि सुविधा छ है यहाँ त पुरै खतरा छ के हो भन्थे पहिला त ल अहिले चाहिँ भाइ अहिले भेटौँला है गाइस गाइज अब हामी चाहिँ यहाँदेखि अवलोकन गऱ्यौँ टिकटक बनायौँ टिकटकहरू हेर्न चाहिँ हाम्रो दिदीको टिकटक च्यानल के नाम सरिजा मरासिनी र नान्सी हो कि के हो त्यो नाम ए नान्सीमा सम्झिने रे सरिजा मरासिनी भन्ने चाहिँ टिकटक आउँछ हाम्रो हेर्न सक्नुहुन्छ डु भिजिट टिकटक आइडी अब इन्स्टा आइडी योगेश नेउपाने योगेश छ राम्रो लाग्नेले फलो गर्नु होला त्यही हो नेन्सी शर्मा यस्तै छ अब हामी चाहिँ हामी अवलोकन गरेर अब हामी लाग्यौँ घरतिर लाग्नु लाग्यो आएर ल बस्छ अब भाइलाई अङ्कल भन् यसलाई मैले इन्जोय गराइदिएको कि लाइफमा लाइफ इज इन्जोय लाइफ इज इन्जोय भनेर यसलाई मैले घुमाएँ बाटो चाहिँ राम्रो अफरोड छ मैले एउटा हातले भ्लग बनाउँदै एउटा हातले चलाइरहेको बिस्तारै हजुरहरूले आफ्नो सपोर्ट देखाउन पर्यो हामीलाई माथि बढाउनु पर्यो आजको चाहिँ यो हाम्रो यो भ्लग चाहिँ फुल भ्लग जाने हिजोको सर्ट गयो आज यो अब हामी अहिले ल अब हामी यहाँदेखि गइयो अब हामी चाहिँ अब अहिले हामी दिउँसो नास्ता खान्छौँ कता हुन्छ त्यसपछि हाम्रो आजको यात्रा चाहिँ बनगाईदेखि 4 नम्बरको यात्रा हुन्छ आज मुभी हेर्न गइन्छ अनि यसलाई म बनगाईको फेमस लोकल एन्ड फेमस ठाउँमा लोकल एन्ड फेमस ठाउँमा यसलाई मैले आज के खान्छु भन्छ त्यसलाई म खुवाउने छु आजको यो दिनमा हेर्नु होला हाम्रो अहिले हाम्रो च्यानलमा मुकबाङ भिडियो पनि आउन सक्छ साँझ हामीले तैँले नबुझ्ने त तैँले अनि त्यही हो के खाने भन्ने चाहिँ हाम्रो अब सल्लाह हुन्छ राति हिजो राति 2 PM खाइयो बनाउन बिर्सेछ यति क्लिप छ अरे सानो त्यही हो गाइज किनभने मसँग इन्जोय भयो क्या योगेश दाइ दिनदिनै आइदिने हुन्थ्यो भन्ने କଥା तिमीलाई योगेश दाइले माइन्ड फ्रेस हुने गराइदिन्छ नि त मोर्थ्यो रणवीर दाल ठिकै छ तपाईँहरू आउन सक्नुहुन्छ मैले फ्रीमा प्रमोसन गरिदिन्छु धारा खान्छ ढुङ्गा हजुर यहाँको लोकल हुन्छ भने हजुरलाई एक दिनको पिकनिक आउनको लागि पनि ठिकै छ त्यो भन्दा बरु
त्योभन्दा बरु जगिसु स्ट्यान्ड यार छुप धराउ त तिम्रो यस्तो बाटो खाल्टोमा पस्यो तपाईँहरूसँग बोल्दा जिन्दगीमा त्यो केटाकेटीहरू पनि खान्छ ल ल अहिले बसेको छ तर के टेन्सन छैन न्यु पानीको छोरा हाम्रो कापमा हो ओए धुलो पनि उडाइस् के नेपालको सस्तो फरेर उडाइरहेको होइन बिचरा ल ल ल बाक उचालेर यत्रो जिम पठाएको के काम तँलाई अनि यस्तो भएपछि यस्तो छ हालत जिन्दगी न त दिमाग छ न त टेन्सन छ बिचरा मेरो भाइलाई न त दिमाग छ न त टेन्सन छ बस बस छिटो बस देख्न सक्नुहुन्छ हाम्रो स्कुटी फसेर समस्या परेको छ तर केही छैन म जिम जान्छु नि त म जिम जान्छु नि त तर केही छैन छैन दिमाग छ न टेन्सन बाइसेप फेरि 14.5 इन्चको टेन्सन छैन नि त फेरि आउन सक्नुहुन्छ जिम पनि मलाई भेट्न मन लागेको छ भने हाम्रो 4 नम्बरमा बस्ती भेट्न इच्छुक भए आउन हाम्रो जिम 4 नम्बरमा लोकेसन प्लिज 4 नम्बर छ हजुरलाई आउन मनलाई जोइन गर्न सक्नुहुन्छ योगेश नेउपानेको नाम लिएर आउनु भने हजुरलाई विशेष डिस्काउन्ट पनि हुनेछ मबाट साउसँग चाहिँ म कुरा गर्छु साउ मेरो मिल्ने साथी होइन तेरा साथी चाहिँ हो बाउहरू पनि बाबाहरू पनि साथी हो अनि छोराहरू पनि साथी चाहिँ हो बाटो चाहिँ राम्रै छ भ्लग अलि लामो हुन्छ भन्ने हाम्रो यहाँ दिदीको धारणालाई हामीले मध्यनजर गर्दै हाम्रो यो भ्लगलाई यही अन्त्य गर्नेछ हामी मध्यान्तरमा आएको छ अब केही मिठो ब्रेक ल्याएर हजुरलाई राम्रो दृश्यहरू देखाउने क्रममा हामी अझै जुट्ने हल्ला नगर्न हामीले केही सुन्दर दृश्यहरूको तस्बिर हजुरहरू झलकहरू देखाउने छौँ भन्दै हाम्रो केही भनाइहरू यही टुङ्गाएर हजुरहरूसँग मैले यसो अहिलेको केही क्रममा बिदा लिँदै केही समयपछि भेट्ने आश जताउँदै हजुरहरूको सामुबाट अहिले म बिदा भइसकेको छु गाइस हस्त धन्यवाद बाटो पनि राम्रो आइसक्यो हाम्रो राइडर चेन्ज भइसकेको छ अहिले दिदीले चलाउँछ जान्दिने त्यही पनि मैले इन्जोय गर भनेर बाटो चाहिँ यो चाहिँ मलाई बेस्ट लाग्यो यो बाटो चाहिँ बेस्ट लाग्यो अरू चाहिँ इन्जोय गरौँ सबैले योगेश भाइसँग अगाडि हेरेर चला त्यही हो हाम्रो लागि तपाईँ एउटै हो हामी भनेको दुई मुटु एक धड्किन्छ जहिले नै धड्किने छ हजुरहरूको लागि नै त्यसैको लागि हाम्रो भ्लगलाई केही समयको लागि अन्त्य गर्न चाहन्छौँ हाम्रो स्पिडबाट राइडर पनि धन्यवाद अहिले चाहिँ हामी अब मावल पुग्ने क्रममा आइसक्यौँ राइडर फेरि चेन्ज भयो राम्रो बाटो थियो ल अब हामी पुग्ने क्रममा छौँ त्यसपछि पुगेर पानीसानी खाएर हाम्रो प्याज भिजाएर हामी हेरे बनगाईको क्रम हाली बनगाईको अवलोकन हामी निक्लिँदैछौँ हाम्रो आजको अबको दिन भनेको अवलोकनमा बित्नेछ हाम्रा केही दिनहरू म यहाँ हजुरहरू माझ नभेटिन सक्छु गाइज हजुरले नराम्रो नमान्नुहोस् केही छैन यसले भ्लग गर्न जान्छ राम्रो घाँस चाहिँ यी हाल्ची रामा नचल चलाउनु जानु चाहिँ सिकोमा पर्छ खाली गर्दै सुस्त चला के ब्रेक हान मेरो मर्जी हाल अनि किलोमा मेरो मर्जी